चल्दैछ। हुन्छ नआत्तिनुहोस्, जानलाई सुरक्षित इलाकामा राख्नु। म त्यो मर्न लागिहालेँ। यतिखेर छाताछुतामा आगलागी भई तुलनपूर्ण स्थिति रहेको छ भने आगलागी नियन्त्रण बाहिर गई धनजनको ठुलो क्षति हुन सक्ने अवस्था सिर्जना भएको छ। त्यसै गरी यी शान्ति कार्यालय केन्द्रमा सञ्चालन भइरहेको फायर फाइटिङ ट्रक अपरेटर पालिका शिक्षार्थीहरू आवश्यक फायर फाइटिङ इक्विपमेन्ट तथा डम्पर सहित घटनास्थलतर्फ प्रस्थान भइसकेका छन्। घटनास्थलमा फायर फाइटिङको स्थानीयवासीसँग आवश्यक समन्वय पश्चात आफ्नो देशलाई स्थानबाट सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको छ। विद्युत भएको छ। फोर्स एन्ट्री टिमद्वारा प्रथम प्रोटेक्टिभ इक्विपमेन्ट तथा बिएसएफ सहित क्षतिग्रस्त घरमा प्रवेश गराई प्रभावित घाइतेलाई सुरक्षित स्थानतर्फ इभ्याकुएट गर्ने कार्य गरिरहेका छन्। फायर फाइटिङ ट्रक अपरेटर टिम आगोलागी नियन्त्रणको लागि तयारी हालतमा रहेका छन्। फायर फाइटिङ टिमद्वारा आगो निभाउनको लागि आगो लागि भएको घरको नजिक होज बिछाउने कार्य गरिरहेका छन्। ब्रान्डम्यानले होजको अगाडिको भागमा ब्रान्ड जोड्ने कार्य गरिरहेको छ भने होजको पछिल्लो भागलाई दमकलले कनेक्टिङ पोइन्टमा जोड्ने कार्य गरिरहेको छ। कमान्डरको हातको इसारामा अपरेटरद्वारा पानी खोल्ने र बढाउने कार्य गरिरहेका छन्। ब्रान्ड कमान्डर रहेको फायर फाइटिङ टोलीले पानीको फुवारालाई नियन्त्रणका साथ साफसुग्घर आगलागी भएको घरतर्फ दिशा दिइरहेका छन्। आगलागीबाट भएको घाइतेलाई सुरक्षित स्थानतर्फ लगी उसलाई उपचारको लागि नजिकको अस्पतालतर्फ पठाउने कार्य भइरहेको छ। घरमा लागेको आगो पूर्ण रूपमा नियन्त्रण भइसकेको छ। अन्तिक चिज राम्रो भयो। आगो घरभित्र जम्मा गर्ने कार्य भइरहेको छ। जम्मा गरेको सामान